हेलो नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। हजुरहरू आरामै हुनुहुन्छ भन्ने आशाका साथ म पनि यहाँ सन्चै छु। आज मेरो सुरुवात चाहिँ बारीबाट भएको छ हैन। हिजो चाहिँ पानी पर्यो नि त, अनि त्यसले गर्दाखेरि चाहिँ एकदम राम्रो भयो। हाम्रो बारी चाहिँ यस्तो छ। उता चाहिँ अलिक राम्रो भयो, हरियो भएको छ। यतातिर चाहिँ सुकेर गएछ। अनि यहाँनिर करेलाको बोट पनि छ हाम्रोमा हैन। यो कर्कलो कतिवटा त मैले उखेलेर नै फाल्दिएँ, खानु हुँदैन भनेर। खै खानुहुन्छ भन्छन्, कोही हुँदैनन् भन्छन्, के हो थाहा छैन। अनि यहाँनिर चाहिँ हाम्रो आँपको बोट छ कि, तर यसमा चाहिँ आँपै लागेको छैन। रायोको साग यही हो, रायो साग हिजो मैले टिपेर खाएको। यहाँ कस्तो राम्रो भएको छ। यो कर्कलो चाहिँ खानु हुन्छ हैन। सिमल तरुल पनि छ। सिमल तरुल एकदमै मनपर्छ के। अनि सिमल तरुल यसपालि खान पाइन्छ जस्तो छ। के गर्नु, रोप्ने चाहिँ एकजना, खाने चाहिँ एकजना जस्तो भइराखेको छ कि। अनि हाम्रोमा चाहिँ यहाँ सिस्नो पनि रोप्नु भएको थियो आमाले। अनि हजुरहरूले चाहिँ हैन मलाई फिफाला प्राङ्क गर्नु भने चाहिँ म फिफाला प्राङ्क गर्नै सक्दिनँ। एक त म नै सक्दिनँ हैन, अनि त्यही माथि फिफाला अरू केमा प्राङ्क गर्नुहुन्छ। फुडमा गऱ्यो भने मात्रै हो, नभए अरूमा गर्न मलाई चाहिँ सक्दिनँ कि। आज चाहिँ बुढालाई चाहिँ च्याख्ला खानु पऱ्यो अरे, दही च्याख्ला खानु मन लाग्यो अरे भनेर चाहिँ मैले च्याख्ला भिजाउन गइरहेको छु। अस्ति लिएर आएको थिएँ कि मैले च्याख्ला, साइतै जुरेको थिएन भने खानालाई। अब आज चाहिँ म चाहिँ यसलाई 1-2 घन्टा भिजाएर राख्छु। यो चाहिँ अलिक मसिनो रहेछ। मसिनो भन्दा पनि मलाई चाहिँ अलिकति हुने मनपर्छ कि यस्तै हुने हो हैन, थाहा छैन। एकचोटि मैले खाएको चाहिँ योभन्दा अलिक ठुल्ठुलो थियो। ठिकै छ, मलाई अड्कल पनि छैन कति चाहिने हो। अब अलिकति भिजाइ नै राखौँ हैन, भरे फेरि पुगेन भने 1-2 घन्टा चाहिँ म यसलाई भिजाएर राखिदिन्छु हैन, किनभने म 1-2 घन्टा पछि मात्रै पकाउँछु। आज चाहिँ म तरकारी फर्सी पकाउन लागेको छु हैन। च्याख्लासँग दाल चाहिँ पकाउँदिनँ। अनि यहाँ अस्ति हरियो फर्सी एकदमै राम्रो लागेर मैले लिएर आएको थिएँ। अनि यसको लागि टमाटर, हरियो खुर्सानी हाल्यो भने चाहिँ मिठो हुन्छ अरे हैन। त्यही भएर चाहिँ मैले चाहिँ हरियो खुर्सानी काटेर राखिसकेको छु। अनि त्यसपछि मैले यहाँ प्रेसर कुकर पनि बसाएँ। आज चाहिँ तोरीको साग, फर्सीको तरकारी, अनि त्यसपछि च्याख्ला, दही खाने भनेर। अब चाहिँ मेरो यहाँ सबै भइसकेको छ हैन, रेडी भइसकेको छ। अब अदुवा लसुन चाहिँ सिद्धेको रहेछ, त्यही भएर चाहिँ मैले चाहिँ यो ओखलीमा पिस्दैछु। अलिकति अदुवा लसुन पनि चाहिन्छ। हजुरहरूले चाहिँ कसरी पकाइदिन्छ हैन, सबैको आफ्नो आफ्नो स्टाइल हो पकाउने। अब मैले चाहिँ यसरी नै जानेको छ हैन, त्यही भएर चाहिँ म यसरी नै पकाउँछु। अहिलेसम्म चाहिँ मिठै भइराखेको छ। मैले चाहिँ फर्सी ओइलिसकेको छु हैन। अब यसमा चाहिँ अलिकति बेसार, अलिकति नुन चाहिँ मलाई अलिक कमै हाल्नु भनेर भन्छ, त्यही भएर म धेरै नुन चाहिँ हाल्दिनँ। अब यसमा चाहिँ अघि पिसेको थोरै अदुवा लसुनको पेस्ट, धेरै होइन अलिकति मात्रै हालिदियो भने चाहिँ 1 चम्चा जति, यो खाना पकाएको 1 चम्चा, अनि थोरै जिरा धनियाँ। अनि हजुरहरूलाई कतिको पिरो खान मन लाग्छ है, हाम्रो चाहिँ अलिकति पिरो नै खाइन्छ। त्यही भएर मैले चाहिँ यहाँनिर चिली फ्लेक्स बनाएर राख्छु कि म ढिलो खुर्सानी चाहिँ खाँदिनँ। अनि खुर्सानीको सिजनमा चाहिँ मैले चाहिँ डल्ले खुर्सानी 3 केजी जति डल्ले खुर्सानी सुकाएर राखेको थिएँ कि। अनि मैले चाहिँ त्यसलाई नै पिसेर अहिले यो धुलो खुर्सानी बनाएको छु। म प्याकेटको धुलो खुर्सानी चाहिँ म किन्दिनँ हैन। पछि पनि एकदम मजाको रहेछ, 1 सिटीमै पाक्यो हैन। अब कतिले त सिटी नलाइकन पनि पकाउनुहुन्छ हैन, मैले चाहिँ 1 सिटी लगाइदिएको छु। अब यसमा अलिकति पानी आछ, अब त्यो पानी चाहिँ म सुकाउँछु। यसमा चना हालिदिएको भए त झन् मिठो हुन्थ्यो होला, तर मैले चाहिँ आज फर्सीको मात्रै टेस्ट लिन खोजेको हो। अब यसमा यो पाकिसकेपछि चाहिँ अर्को भाँडामा खन्याएर
अनि माथिबाट सर्र धनिया हालिसकेपछि अनि अब यो रेडी हुन्छ। अब चाहिँ मेरो यहाँ फर्सी पनि पाकिसकेको छ। अब यसमा चाहिँ मैले यहाँ च्याख्ला भिजाएको छु। अब त्यो बनाउँछु। यो प्याकेटको चाहिँ मैले यहाँ चाहिँ फर्स्ट टाइम पकाउन लागेको। योभन्दा अगाडि अर्को प्याकेटको थियो, त्यो चाहिँ एकदमै राम्रो हुन्थ्यो। अब यो चाहिँ कस्तो छ मलाई पनि थाहा छैन होइन। अनि अब पानी कति हाल्ने हो भनेर थाहा छैन। अनि त्यही भएर मैले चाहिँ अहिले चाहिँ यति पानी हालेर गरेको छु। अब हेरौँ कस्तो हुन्छ। ल गाइस, अब चाहिँ मैले तोरीको सागको लागि चाहिँ यहाँ अलिकति ज्वानो अलिकति सुकेको खोर्सानी पनि फुराइसकेको छु होइन। पनि हालेर चाहिँ होइन। अनि अब चाहिँ यहाँ साग अघि चाहिँ कति धेरै साग थियो होइन। अहिले चाहिँ गलेर चाहिँ यति भएको छ। पानी आउने होला अब कति। अब यसलाई छोडिदिउँ। ल अब चाहिँ च्याख्ला पाकिसकेको छ होइन। अनि मेरो यतापट्टि चाहिँ साग पनि भइसकेको छ। अब अलिकति पानी सुकाउँछु अनि त्यसपछि खानालाई रेडी हुन्छ। अनि म हजुरहरूलाई चाहिँ देखाउने छु। ल आजको लन्च चाहिँ हाम्रो रेडी भइसक्यो। अब चाहिँ म यो फिपालाई लगिदिन्छु। ल गाइस, अब चाहिँ हाम्रो चाहिँ खानेकुरा रेडी भइसकेको छ होइन। फिपालाई मैले दिइसकेको छु। आज दाल चाहिँ पकाएनौँ हामीले, दहीसँग खान्छु भनेर होइन। अब हेरौँ कस्तो हुन्छ। म चाहिँ दही खाँदिनँ। अचार चाहिन्छ हजुरलाई? अचार चाहिँ छैन, अलिकति छ। अनि हजुर केही 2-4 शब्द भनिदिन्छु नि। के शब्द भन्नु? पकाएर खाँदैछु होइन, यसो फर्सीसँग मिठो हुँदो रहेछ। के हो? मिठो हुँदो रहेछ। फर्सीसँग एकदम मिठो लाग्यो अरे। कस्तो कालो आएको है हामी। फिपालाई चाहिँ मिठो लाग्यो अरे होइन। दही च्याख्ला होइन। अब मलाई चाहिँ हेर, मलाई पनि त मिठो लाग्छ जेसँग पनि। हजुरहरू पनि ट्राई गर्नु होला। च्याख्ला मैले चाहिँ च्याख्ला र फर्सी खाएको होइन। अनि तोरीको साग क्या कम्बिनेसन के। आज मैले नुन कम हालेको थिएँ। कम छ। कहिलेकाहीँ मिस्टेकली हुन्छ, नत्र भने त कम नै हो। अनि मलाई चाहिँ अलिकति नै खानुपर्छ। त्यही भएर चाहिँ प्रेसर चाहिँ बोर्डर लाइनमा देखेको भएर हामीले चाहिँ अहिले अलिक कम गरेको छौँ। मलाई च्याख्ला हुनेवाला गिलो हुनेवाला भनेको त, तर राम्रो भयो त है। यतिको ठिक छ। मेरो त च्याख्ला छोपिदिएको रहेछ कि बल्ल आएछ। साग पनि मिठो रहेछ तोरीको। पानी पनि त्यस्तो धेरै आएन। 50 रुपियाँ मुठा ल्याएको थियो। मिठो रहेछ।
हामीले खाएको देखेर हजुरहरूको मुखमा पानी आइसक्यो होला। ल गाइस, अब चाहिँ फेरि किन हजुरहरूलाई पनि गाह्रो बनाउनु होइन, त्यही भएर आजको भिडियो चाहिँ यहीँ टुङ्ग्याउँछु। बाई।